ल नमस्कार, मेरो नाम सुधाश्रेया दवाडी। म खास गरी मेरो मोरङ पत्री शनिसरी वार्ड नम्बर 1 बाट हाल चाहिँ म हरिसिद्धिमा बसेर काम गर्दैछु। मैले भर्खरै बीबीएस ब्याचलर पनि सकेको छु। मेरो त बच्चैदेखिको सपना हो म्युजिकमै केही गर्ने। मेरो प्रोफेसन पनि यही बनाउने नै हो मेरो यो प्लान। घरमा बाबा मम्मीले भने अनुसार चाहिँ म 4 वर्षदेखि नै गाउँथेँ। उहाँहरूले इन्ट्रोड्युस गराउनु भएको म्युजिक मलाई। अनि पछि अब ठुलो हुँदै गएपछि हाम्रो इन्कम सोर्सको लागि हाम्रो पसल थियो फोटो स्टुडियो सानैदेखि। अनि त्यसमा बाबालाई हेल्प गर्दा गर्दै ग्राफिक डिजाइनिङ पनि मैले सिकेको। अनि अब यहाँ अहिले मेरो इन्ट्रेस्ट चाहिँ खास म्युजिक नै भए पनि अब यहाँ जबको लागि भए पनि मसँग स्किल्स त छ, त्यही भएर मैले डिजाइनिङ पनि चुज गरेको। उसले पाएको यिनीहरू सबै प्राय सुरुमा सानो हुँदाखेरि 5 कक्षा पढ्दाखेरि पाएको हो यो। अनि यसरी नै धेरैवटा कम्पिटिसनहरूमा नानी फर्स्ट नत्र सेकेन्ड नत्र थर्ड यसरी चाहिँ भइराखेकै हुन्। अनि यो अहिले यो छ नि यो पुल्चोक म्युजिक हब्सले यो म्युजिक क्लब एन्ड यो रिसर्च सेन्टरले पनि एउटा गरेको रहेछ। त्यसमा पनि नानी चाहिँ भोकलमा फर्स्ट भइन्। 10 वर्षको उमेरमा पत्री शनिसरीको नगर स्तरीय सिङ्गिङ स्टार भएको हो। पहिला एउटा स्कुलमा पढेको थियो, त्यस पछाडि उसले गीत गाएकै कारणले चाहिँ अर्को स्कुलको सरले चाहिँ यो छोरी त मलाई दिनु पर्यो, म 12 सम्म पढाइदिन्छु भनेर छात्रवृत्तिमा उसले गीत गाएरै हामीले 12 सम्म उसलाई पैसा खर्च नगरिकन उसले गाएरै त्यो बेलामा जितेकै हिसाबले चाहिँ उसले स्कलरसिप पाएर अर्को बोर्डिङ स्कुलको सरले लगेर उसलाई चाहिँ पढाउनु भयो। मेरो एउटा कस्तो आदत छ भने छोरी जब कम्पिटिसनमा जान्छ नि अनि म त्यहाँ जानै सक्दिनँ कि। अनि म चाहिँ आमा र छोरीलाई प्रायः पठाउँथेँ होइन। कि त कोही अर्को कलिग्स हुन्छ उनीहरू गएर उहाँहरूले चाहिँ हेर्नुहुन्थ्यो। अनि म घरमा आउने मान्छे म कतिचोटि घरै नआएर बस्थेँ। तर खबर चाहिँ मलाई अनि छोरी त फर्स्ट भयो भनेर खबर आउँथ्यो होइन। अनि म यति एक्साइटेड हुन्थेँ। म अगाडि उसको त्यो उन्नति देखेर म त्यो फेस गर्नै नसकेँ के होला बा बिग्रेला कि ऊ निराश होला कि होइन, ऊ चाहिँ सफल भएन भने कति निराश हुन्छ होला भन्ने कुराले मलाई एकदमै त्यो भनौँ न त्यो पीडा हुन्थ्यो। अनि म नजिक आउँदैन थिएँ। भोइसमा किन चाहिँ नआउने त त्यति राम्रो प्लेटफर्म छ सबैको लागि त यो हुँदै हुँदैन नि होइन। आफ्नो प्यासनलाई सपोर्ट पनि गर्छ कुनै हदसम्म, अलिकति परिचित पनि भइन्छ ठुलो मिडियाहरूमा। अनि किन नगर्ने, आफ्नो प्यासनलाई यसले बुस्ट गर्न सक्छ भने त वाइ नट।
म त